यिनीभित्र खै जानु मिल्नु छैन। ल हेर्नुहोस् यो ठाउँको नाम है त गाइजहरू। यो ल बिस्तारै हेर्दै जाँदाखेरि यहाँ गमलामा फुलका माला। लाइट चाहिँ उत्तानो परेछ गाइजहरू। ल हेर्नुहोस् लाइट चाहिँ उत्तानो परेछ। अरू बुट्टाका लाइट जल्दैछन्। ल हेर्नुहोस् गाइजहरू, दर्शन नमस्ते गुड मर्निङ सबैलाई होइन। तर के गर्नु ल हेर्नुहोस् आज यति खुल्ला हामी सबै हिँडेर जानुपर्ने अवस्था भयो घर। के गर्नु गाह्रो छ हामीलाई पनि। जागिर गर्न आएको मान्छे बल्ल बल्ल एउटा आउँछ गाडी, केही पनि आउँछ उता जान्छ। यो पुरा यस्तो छ होइन। तर पनि गाडी भनेको आज सुनसानै छ। हेर्नुहोस् गाइजहरू, यो हो भनेको जेठी फेरी टर्मिनलको ठाउँ हो यो। यो भित्रको जङ्गल यस्तो छ। यो हो एकाडेमी, यो स्कुल हो एकाडेमी। तर गाडी भनेको कतै छैन, यो जेटीको छेउमा यस्तो छ। हेर्नुहोस् गाइजहरू, तर आज अचम्मको कुरो के हो भने यो गाडी भन्ने कुरो आज कहाँ गएछ थाहा छैन। रोड सबै खाली खाली। यतातिर हेर्ने हो भने गाडीहरू सबै पार्किङ लगाएर बसिरहेको छन्। ल हेर्नुहोस् यो सबै गाडी निस्टन्नै। तर हामीलाई गाडी भन्ने हो भने एउटा पनि छैन। यस्तो किन? हाम्रो आज दिन दशा बिग्रेकै हो त। दशा बिग्रेको त गाइस। बिहान बिहानको स्वच्छ मौसमसँग चट्ट लाएर होइन फ्रेस हुँदै हुन्थ्यो। हिँड्न पनि राम्रै हुन्थ्यो होला। तर रातभरि 12 घन्टा ड्युटी झुपुक्क नगरेर गरेको मान्छेलाई यो बाटोमा ड्युटी गर्दाखेरि हिँड्दाखेरि कति आनन्द आउला त। ल हेर्नुहोस् त। तर म फेरि हिँडिरहेको छु भने चाहिँ उल्टो बाटो। म पनि मान्छे त सिपालै हो नि होइन। म पनि एकदम सिपालो मान्छे त। के भएर उल्टो बाटो हिँडिरहेछ मलाई पनि थाहा छ। तर के हार्नु, गाडी छैन। जता हिँड्ने पनि भयो। यिनी लहरा भई यिनी झङ्कटा के हुन् भनिसक्नु छैन गाइसहरू। यो चाहिँ कसले भनिदिनु खोइ, आफूले जानिँदैन, अरूले भनेर भएन। खै कसले भन्यो यार गाई तपाईँ कहाँ भएको यार। अब यो यस्तो यो जङ्गलको बाटो सल्का मान्छे जानुपर्ने यस्तो छ। के गर्नु आज भयो पानी नपरेको। कति दिन, धेरै दिन चाहिँ भयो पानी नपरेको। तर पानी नपरेपछि यहाँ यस्तो हालत छ। अब यिनी घाँस भुसियाहरू सबै सुकेर जानुपर्ने अवस्था छ। चराचुरुङ्गीको कराई बिहान कहको है आनन्द त छ। तर के गर्नु हामी चाहिँ खुट्टाले हिँड्नु पऱ्यो। गाडी भन्ने यता जम्मै पार्किङ गरेर राखेको छ गाइजहरू। यो गाडी हामीलाई काम लागेन। बल्लफाट्टा खुट्टा एउटा दुईवटा मात्र हिँड्छ। एउटा गाई छ हाम्रो उता गाई हाम्रो गफाडी गाई चाहिँ उता हिँड्नुहुन्छ। त के गर्नु जता हेऱ्यो जतिखेर हेऱ्यो। अब रोड भनेको खालीका खाली। यो रोड कहाँसम्म जाँदैछ खाली हेरौँ होइन। अनि यतिर त जोस् जङ्गल हरियाली भइरहेको छ होइन। यदि चाहिँ हुनु पर्यो। र यसमा यो पानी यत्रो सानो पानी आउँछ है। तर यो पानी कहिले सुकेन हो। न त हिउँ न त बर्खा न त केही यो 12 महिना 12 मास यो पानी यस्तै नै हिँड्छ जङ्गल झरी। त्यसो छ हाम्रो बाटो साथीहरू है। गाडी भन्नु बल्ल अलि फाटाफुट्टा चल्नलाई। तर हामी आधी बाटो आइपुग्यो। आधी बाटोमा त धेरै पो छ त कहाँको हुनु र आधी बाटो होइन। बाटो भने यस्तै जङ्गल झारी भन्ने त्यस्तो जति। अब के यो टुरिस्ट एरिया भएर होला होइन। बुढा पनि खोपेर
डिजाइनको लाइटहरू बालेको छ। एउटा हाम्रो गाइज ब्याग झोला भिएर टोपी हल्लाउँदै हिँड्नु भएको छ। आज गाइजले केही कुराकानी एक दुईवटा कुराकानी गर्नुहुन्थ्यो कि भनेको गाइज म र तपाईँ चाहिँ अलग अलग बाटो परियो गाइज। हेर्नुहोस् अब उता फेरि उहाँ रेडियो सुन्ने, उता अब नेपाल गएर अब प्रधानमन्त्री बन्ने हो नि त। यिनी भित्र खै जानु मिल्नु छैन। ल हेर्नुहोस् यो ठाउँको नाम है त गाइजहरू, यो ल बिस्तारै हेर्दाखेरि यहाँ गाउँमा लामो फुलका माला। लाइट चाहिँ उत्तानो परेछ गाइजहरू। ल हेर्नुहोस् यो लाइट चाहिँ उत्तानो परेछ। अरू बुट्टाको लाइट जल्दैछन् होइन, यो बुट्टाको लाइट चाहिँ उत्तानो परेछ। डिजाइनको लाइटहरू लगाएको छ। हाम्रो गाइड चाहिँ पारी जाँदैछ। रोड फेरि सुनसानै भयो गाइजहरू। यो उतातिर राम्रो छ ठाउँ त भन्छ घुम्नलाई, तर के छ कसो थाहा छैन। अब यतिर जानुपर्छ एक दिन घुम्नलाई भनेको थियो। खोइ सोमबारे आउँछ के भएर पऱ्यो, काटे भएर के भएर मरो। सबैको पालो केमा आउँछ, मेरो पालो पुसमा आउँछ भने जस्तो यो त्यस्तै छ। यो रोडबाट सालक्कै जानुपर्छ, भित्र घना घर जङ्गल छ। के गर्नु, पहिला गयो एक दुईचोटि घुम्नलाई, त्यतिखेर भिडियो सिडियो बनाइएन गाइजहरू। अब टाढा ठुलो पार्दैछन्, हिँड्दैछन्, के हो हामीलाई लाउने होइनन्। हामीलाई लाउनेवाला कोही आउँदैन गाइजहरू। के गर्नु गाह्रो छ, हामीलाई पनि गाह्रो छ। रुखका लाइट अब मर्न लागिसक्यो त्यसका बाजे। के गर्नु गाह्रो छ त रुखका लाइटहरू, तर जस ठिक छ भनौँ। अलिकति डिजाइन यस्तै हो कि गाइजहरू होइन। मैले चाहिँ देखाएन किनभने मैले सेतो भोटो लगाएको छु के। सेतो भोटो लागेर देखाउन अलिकति एलाउड छैन भन्छ, त्यही भएर मैले भोटो लगाएको छु। होइन यो चाहिँ सुपर मार्केट बिलियन, यो चाहिँ म्युजियम हल साथीहरू, बिलियनको छेउमै छ होइन। बिलियन मार्केट, साइकल राइडरहरू हिँड्दैछन्। यो चाहिँ बिलियन सुपर मार्केट। यस्तो छ चालनाली मार्केटहरू धेरै छन्, ज्यादा मार्केटहरू थपिँदैछन्। यो चाहिँ सुपर मार्केट जेटीको छेउमै पर्छ है गाइजहरू, धेरै टाढो छैन। त्यहाँबाट डेढ 2 किलोमिटर होला जेटीबाट। जेटी त्यहाँभन्दा अरू छैन। हामी बिस्तारै हिँड्दै हामी चाहिँ हिँड्ने रोडै रोड, तर त्यो केटाको होइन गाह्रो छ मलाई। अलिअलि गाडीहरू आउँदैछन्, रोड चाहिँ हामी हिँड्नुपर्ने यतै हो, तर म चाहिँ उल्टो रोडमा हिँडेको छु। गाडीहरू यसरी आउने हुन् झिलिमिली सहरैमा। के गर्नु, त्यत्रो गाडी जङ्गल झारीमा पार्किङ गरेर त्यसरी राखेको छ है। तर के गर्नु, हामीलाई एउटा गाडी मिल्नु होइन, हामीलाई एउटा गाडी छैन। गाह्रो छ हामीलाई हिँड्ने। अझै कस्तो दिन दशा बिग्रिएछ, खुट्टाले हिँडेर जानुपर्ने। धेरै पो छ त जानलाई गाइजहरू। यो चाहिँ मार्केट छ, केही मार्केटबाट जोडिँदै आएर पल्ला छेउ पुग्यो गाइजहरू, पारीकोमा पुग्यो। यो चाहिँ सुपर मार्केटको एरिया पर्यो है त। अब धेरै के लामो बनाउने र 5-7 मिनटको बनाउने हो भनेको हेर्दाखेरि त्यसका बाजे के पो हुन्छ कि हो। यो जम्मै खाली, आज यो एरिया सब खाली छ भनेपछि अब के होला त। यसैको छेउमा लाडाको अफिस थियो साथीहरू। त्यो चाहिँ लाडाको अफिस, भयङ्कर छ नि लाडाको यो लाडाको अफिस। यहाँको यो रेस्टुरेन्टहरू पनि खुलेकै रहेछ खानाको लागि। के खानु अब, भोकै जानु होइन, भोकै जानु, खाना खाएर काम छैन।
यो लाटाको अफिस अनि यो त्यो एरिया पार्किङ सबै यता जङ्गल झाडी यो रोड अहिलेसम्म खाली छ यहाँ आउँछन् फाटाफुट्टा एउटा दुइटा मात्रै अरू बाँकी आउने होइनन् साथीहरूले मलाई छोडेर पारी गइसके लाइटहरू किरिमिरी बोल्दैछन् जल्दैछन् एकजना चाहिँ हाम्रो गाइड पनि हिँड्ने हुनुहुन्छ तर भिडियो चाहिँ यो पुरै जङ्गल हेर त जङ्गलको भित्र घर यत्रो बाटो छ तर गाडी भनेको एउटा नआउने कि यहाँ आएपछि पिर चिन्ता बढी लाउने हाम्रा लाउरेहरूले बाटो काटे अब रङ रोड भए पनि म चाहिँ सही बाटो नै आएको हो कि किनभने गाडी थिएन नि त गाडी नभएर म सही बाटो आएको हो होइन नत्र भने म पनि उतितिर लाग्ने थिएँ अब यस्तो छ झाडीभित्र बसेर यस्तो चिल्लै बनाएर बालुवा खनेर माटो गिराएर यस्तो बनाएर बसिया छ मच्छर पनि लाग्दैन के हो तर यो भित्र पार्कै भित्र चाहिँ पस्न पाइन्छ है साथीहरू जो जति लगाइछ आजलाई